ठुलो कलस गऱ्यो भने चाहिँ थोरै जान्छ। ठिकै हुन्थ्यो पानीले बिगार्यो। रामारोसनमा बाइकको लाइन। छैन यहाँ एक दुई ठाउँमा छ कि सर माथिबाट माटो बग्यो भने यहाँ चाहिँ यति हो भने त झन् गाह्रो भयो त। लामो बाटो हुन्छ यति माथि नै कति गाडी होला। हेलो गाइस, हामी फाइनल्ली रामारोसन आइपुगेछौँ होइन। चिसो चिसो भइरहेछ, एकदमै चिसो छ। उतापट्टि हाम्रो किसान कोअपरेटिभको सर हुनुहुन्छ, यतापट्टि हाम्रो राष्ट्र ब्याङ्कको फर्मर डिरेक्टर सर हुनुहुन्छ श्याम सर। श्याम सर चिसो भएको छ कि छैन सर? बहुत चिसो छ सर। अलिक पानी परेकाले पनि चिसो महसुस भयो। हजुर, बाटो आउँदाखेरि त्यति सहज किसिमको बाटो लागेन, पानीले डिस्टर्ब पनि गर्यो। हजुर। तर फाइनल्ली हामी आज यहाँ आइपुगेका छौँ। दुःख गर्दै गर्दै होइन हो, एउटा हाम्रो लक्ष्य जुन थियो त्यो लक्ष्य पुरा भयो जस्तो लाग्यो, महसुस भएको छ। एउटा सस्पेन्सन थियो, त्यही पुरा भएको छ। पुरा भयो एकदम। ल एकदम हामी वी आर भेरी एक्साइटेड। लकी एन्ड एक्साइटेड। राम्रो छ, कुल मौसम छ आज। यो चाहिँ रामारोसनको पहिलो ताल हो, बाटुल्ला ताल। बाटुल्ला ताल रहेछ। अहिले हामी रामारोसनको पहिलो तालमा आइपुगेको छौँ, बाटुल्ला ताल होइन। हेर्न सक्नुहुन्छ पुरै लेउ लागेको छ। चिसो हावा चलिरहेछ, हिँड्नु नि गाह्रो तर एकदम रमाइलो ठाउँ छ है। वरिपरि सबै डाँडाकाँडा, बिचमा ताल, यस्तै छ, रमाइलो। अहिले हामी रामारोसनमा हिँडिरहेको छौँ। त्यो बाटो हो यहाँको होइन, सर पुरै खतरा तरिकाले भिडियोग्राफी गर्दै हुनुहुन्छ। यो चाहिँ यहाँको मेन ताल हो। अहिले हामी पुरै तालको किनारा। सर आराम हुनुहुन्छ नि? बेस छ, एकदम ठिक छ। ठिक छ। सर अगाडि फुर्तीको साथ कुदिराख्नु भएको छ, म पछि आइरहेको छु होइन। बाटुल्ला ताल पहिलो ताल, बाटुल्ला ताल। सम्भव भएसम्म हामी 12वटा ताल देखाउन कोसिस गर्नेछौँ। हेरौँ कतिको सम्भव हुन्छ। हामी अहिले हिँडिरहेको छौँ बाटो। बाटुल्ला ताल यता हो। फाइनल्ली हामी बाटुली ताल होइन के थियो जिगले ताल, त्यो छ बाटुला तालबाट अहिले जिगले ताल आइपुगेका छौँ फाइनल्ली। यो जिगले ताल हेर्न सक्नुहुन्छ। रामारोसनको सबैभन्दा ठुलो ताल नै हो यो जिगले ताल भनेको। रामारोसनको सबैभन्दा ठुलो यस्तो छड्केबार ताल यही हो। यहाँबाट यसो गएको छ ताल। त्यसो ठुलो हो भने त्यहाँ फोटो खिच्नुपर्छ।
फाइनल्ली हामी जिगरे ताल पनि घुमिसकेका छौँ। अब यता अगाडि लागिरहेको छौँ होइन। हेर्न सक्नुहुन्छ यो मेरो पछाडिको चाहिँ जिङ्गले ताल हो। यो रामरोशनको दोस्रो ताल, अहिले दोस्रो 2 नम्बरको तालमा आइपुग्नु भएको छ भर्खर। अझै बाँकी अरू तालहरू धेरै बाँकी छन्, हेर्दै गर्नु होला अन्तिमसम्म। फाइनली हामी रामरोशनको दोस्रो तालमा आइपुगेका छौँ। 12वटा ताल चाहिँ आज घुम्न भ्याएको छैन, साँझ परिसक्यो होइन। यो चाहिँ हाम्रो दोस्रो ताल हो। यस्तो दामी छ कि फोटो भिडियो हेर्नु होला, अन्तिमसम्म भिडियो पनि हेर्नु होला। सिन झन् यस्तो सही छ यहाँको। हाय हाय बस्दा रात परिसक्यो तर हामीलाई निक्लिन चाहिँ मन लागेको छैन होइन। सुपर पछाडि सर आउँदै हुनुहुन्छ हाम्रो सुपर डुपर एकदम कति राम्रो हो यो हाम्रो अन्तिम चाहना। यो चाहिँ यहाँ आइपुग्ने भन्ने थियो, आइपुग्यो। पानीले पनि रोकेन हामीलाई। गुडाराजजीको चाहिँ विशेष यहाँ आइपुग्ने योगदान इच्छा, त्यो इच्छा पुरा भएको छ। हाम्रो सर उतापट्टि किसानको सर पुरै त्यहाँ डिलमा बसेर पुरै फोन हानिराख्नु भएको छैन। हामी कतिसम्म घुम्न सकिन्छ? हामी पुरै यस्तो ढुङ्गा छ होइन। तर यहाँ मान्छेहरू चाहिँ एकदमै कम आउँदो रहेछन्। यति फेमस ठाउँ हो नि, तपाईँहरू आउनै पर्छ कि यो ठाउँमा चाहिँ। आउनु चाहिँ एकदमै टाढा छ छन चाहिँ होइन, तर आउनै पर्ने ठाउँ हो। जीवनमा एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो यो। रामरोशन ताल 12 ताल 13 चौर 18 चौर। यस्तो दामी ठाउँ वरिपरि पुरै डाँडै काँडा। अब एकदमै राम्रो ठाउँ। हामी आज यहाँ आइपुगेका छौँ। पानीले गर्दाखेरि पनि बाटोमा हल्का डिस्टर्ब भयो, तर पनि हामी आफ्नो डेस्टिनेसनमा पुगेका छौँ। ल रमाइलो छ। अलि पर जाने कि फर्किने? फर्काउँछ र अब धेरै। अब हामी यहाँबाट फर्किँदैछौँ। पुग्यो भने परसम्म देखिन्थ्यो कि त्यसको कुन कुना जाउँ न, त्यहाँसम्म जाउँ न त। केही छैन, 7:05 मात्रै भयो। हामी त आधा घन्टा मात्रै भयो। 7:30सम्म बस्नु गएको छ। अहिले 7:05 गयो तर यति उज्यालो देखिरहनु भएको छ तपाईँहरूले। तर यो यस्तो अँध्यारोमा पनि एकदम उज्यालो फुट्यो कि एकदम त्यो लाइट एकदम ब्राइट आउने के। उसले गर्दा होला पानीले। खोइ होइन, हाइट पनि धेरै माथि छ नि त, त्यो तुवालहरू छेक्दैन त्योहरू नै होला क्या। दिउँसोतिर त यस्तो राम्रो कुरा आउँछ। अहिले आइसक्यो छ, अहिले आइसक्यो। अब हेर्नु यो कहाँ हो कहाँ देखिँदै देखिँदैन क्या है। पुरै जमेको रहेछ नि त, बगा पनि छैन फेरि। यो बक्स यो साइडमा यत्रो गइरहेछ क्या। बिजाउँदा कति होला? यसमा डुबाउँछ हामीले। यहीँ डुब्छ नि मान्छे त। डुबिहाल्छ नि। त्यो पतिर त कालै छ, पुरै अँध्यारो छ। यहाँले ओल्लो छेउमै डुब्छ मान्छे, पत्रिका भने के होला? तर वरिपरि यस्तो चाहिँ वाल लगाइदिएर छ। पानी पनि यताबाट चाहिँ निस्किरहेछ, पानी बगिरहेछ। अहिले हामी तलबाट आएको पानी यहीँबाट गयो होइन? सबैभन्दा ठुलो ताल। यसपछि कता उतै यतापट्टि खोज। अब यो हामी यसरी अरू बाँकी चाहिँ कता छ? यो हामी यो सब अरू तालहरू त प्रायः मैले पनि देखेको हुन्छ होइन। यही ताल हो, यो ताल उतै किनारसम्मै छ। अब उतै त्यहाँ ठाउँसम्म होला होइन? त्यो ताल सक्यो भने अनि त्यहाँबाट थोरै हेऱ्यो भने मैदान आउँछ यतातिर। यो बाटो मैदानको मैदानहरू यतातिर पुरै त मैदान उता पनि तालै होला, तर माथि त हिउँ पर्छ जस्तो छ। त्यो त पुरै डाँडा पुरै खाली छ क्या माथि त। त्यो त हिउँ पर्ने ठाउँ यार, त्यहाँ त पर्छ। अनि यो डाँडाहरू छ नि सर, यो तल यो डाँडाहरू यहाँ पुरा यहाँ बिचमा जङ्गलभित्र पनि तालहरू छन् कि यसको। यो चाहिँ मेन ठुलो भयो, सानो तालहरू कुण्डहरू होला। सुरुको ताल भेटाएको थियो नि त, त्यत्रो तालहरू चाहिँ यो भित्रहरू पनि छ। 12वटा ताल है। यो यता बिच नै होला। यो त मैदान यो बिचमा पनि
होला यो मैदान हो उताबाट गए जस्तो छ यो मैदान छैन सर, यो जङ्गल हो यता त्यो पारी जङ्गल यो त्यहाँबाट माथिसम्म त्यो बिचमा माछा टन्नै छ हेर माछा कति उभिरहेको छ माछा त यहाँ कुरै नभन्नु मार्नै पाइँदैन नि मार पाइँदैन है पोखरीको माछा खान पनि हुँदैन भन्छ कि यस्ता यस्ता फेवातालको खान्न होला नि यतापट्टि त्यो मन्दिर छेउको त्यहाँ त खाँदैन नि विन्ध्यवासिनी के मन्दिर हो तालबाराई मन्दिर तालबार है कस्तो माछा छ त्यो कत्रो यहीँतिर अलिअलि हिँड्छ माछाहरू ठुलो हुन्छ सर यहाँ पनि धेरै ठुलो हुन्छ 2-3 किलोको माछाहरू पनि देखिन्छ त्यस्तो चिसो पानीको माछा त अब प्रायः राम्रै हुन्छ दिउँसो चाहिँ झन् यहाँदेखि बगेरै जाने माछा हो त्यो कैलाशमा हो तल हामी जहाँ मिठो माछा पाइन्छ भन्छ यहीँबाट गएको पानीमा मसला हुन्छ माछाहरू हुन्छ त्यहाँ मसला माछाहरू जान्छ अलिकति 1 घन्टा छिटो पुग्यो होला मैदान छ अलिकतिले है हामी खास 2 बजी उहाँले हिँड्न पाए भए हुन्थ्यो कि हामी अलिक ढिला भयो नि त सक्यो अब 2 बजी हिँड्यो अब 5 बजी हिँड्दा के पुग्यो 1 बजी हिँडेको हामीलाई पानीले पनि घट्दैन थियो त्यही त मैदान पानी पर्ने बेला हामी ठ्याक्कै यहाँ आइपुग्थ्यो त्यसरी हिँड्यो भए 3 बजेको 5 बजी हिँड्यो होइन फेरि आइपुग्यो यतिकै जे पनि आइपुग्यो जे होस् पवित्र स्थलमा आइपुग्नु नै ठुलो कुरा हो हो रामा रोशन ताल घुमेर हामी फर्किसकेका छैनौँ बिच बाटोमै छौँ आउँदैछौँ हिँड्दैछौँ बाटोबाटोमै छौँ कुन होटलमा अरे बसे तल्लोको तलैको सुरुकै त्यहाँ हिँड्दै जानु पर्यो हजुर माथि कुरो मिलेन त्यहाँ ठिकै जस्तो लाग्छ त्यो वाला त्यतातिर खुला थियो टाइम चाहिँ धेरै लाग्छ कि त्यो यस्तै ढुङ्गामा हिँड्नुपर्छ त्यहाँ पनि ठिकै छ नभए जति भ्याइन्छ त्यति गरेर छतिर हिँड्ने हिसाबले फर्किँदा जङ्गलको बाटो हो त्यो ए पुरै रामा रोशन तालबाट हामी फर्किसकेका छौँ अब रात पर्न लागेछ बास खोज्न हिँडेको हामी होइन अँध्यारो भइसकेको छ ऊ अँध्यारो देखाइहाल्यो उसले अँध्यारो देखाइसक्यो अब त तपाईँलाई मात्रै देखायो एआईको लाइटले पनि नदेखाउनु भयो एआई हो यो अटोमेटिक दिन्छ अनि यहाँ देख्न मात्रै यस्तो चैत वैशाख भएकोले पानी घट्यो सरहरू पुरै हामी बत्ती बालिरहेको छौँ बत्ती छ कि नै अनि होटल रुम बेड देखिँदैन त नि यसरी त कति पर्ने आउने कति पर्छ रुममा त भाडै मारे मान्छे 1 रुमको 500 2 रुमको 500 त जो पनि दिन्छ नि यो तै 500 भन्ने हो ल 2 रुमको 500 दिया ल 500 बढी भयो है 2 रुमको ए 2 रुम 1 रुमको 500 हो 2 रुमको 500 नै दिन आउँदैन आइहाल्छ खाना पनि त यही खाने हो यही खाने त हो नि खाना खाए पनि त हो त खाना खाएर त्यति भन्ने खाना हो खायो भने त त्यसै पाइहाल्छ कि खाना खाएर त्यति भन्ने हो यस्तो सधैँ चल्दैन नि के त खाना खाइकन 500 हो हैन खाना खाए पनि खाना चाहिँ कसरी लिने गरेछ खप्तर्ने पाटन छ राम्रो छ हैन सके त पासपोर्ट चाहिँ छैन एक नम्बरमा हो यो गानेश्वर हुन्छ हामीलाई छैन अल्ल डाउनमा रहेछ त होइन यस्तै जाने हो फेरि यसो जाने हो यो पुरा जङ्गलको भित्रै जाने